तामाङ समुदायको स्याब्रो नाचको लागि आउनु होला है यो पछाडि। समापन गरिदिनु होला, समापन गरिदिनु होला है। जुरा समाजलाई मैले अनुरोध गरेँ, यहाँ धेरै प्रस्तुत गर्नुपर्नेछ। कृपया आफ्नो प्रस्तुतिलाई टुङ्गाइदिनु होला। मात्रै यस पछाडि राजवंशीको रेडी भइदिनु होला। राजवंशीको ट्र्याक रेडी गरिदिनु होला। तामाङ समुदायलाई आफ्नो प्रस्तुति टुङ्गाइदिनु होला। विशेष गरी म तामाङ समुदायलाई अनुरोध गर्न चाहन्छु, यहाँ धेरै प्रस्तुतिहरू बाँकी छ, गइदिनु होला। यस पछाडि याखा समुदायको रेडी भइदिनु होला। याखा पछाडि गुरुङको पालो छ, गुरुङ समुदायको नृत्य पनि रेडी गरेर बस्दिनु होला। हामीलाई चाहिँ पालामा चाहिँ एकदमै उपेक्षित गरिएको छ। यसको मूल्याङ्कन राम्रोसँग हुनेछ र हाम्रो चाहिँ प्रस्तुति सुरु हुन्छ। धन्यवाद। गुरुङको ट्र्याक पनि रेडी गर्दै गर्नु होला है।
धन्यवाद। आफ्नो प्रस्तुतिलाई यहीँ टुङ्गाइदिनु होला। यहाँका समुदायलाई धेरै धेरै तर्फबाट यो डिबेट भइरहेको छ र अहिले हामी तपाईँ दिइरहनु भएको यो वेशभूषा तपाईँको हातले बनाएका पुरै ह्यान्डमेड हो है। त्यो चाहिँ हाम्रो पुर्खाहरू अहिले हाम्रो आधुनिक यो हाम्रो अहिलेको कपडाहरू आउनुभन्दा अगाडि यस्तै कपडा लगाएर चाहिँ नाच्ने है, गाउँमा चाहिँ रमाइलो गर्ने त्यही नै प्रस्तुति अहिले दिइरहेको छ। बाइक चलाउनु छ यो हातमा अथवा खुट्टामा बनाउने पर्छ भने टाउकोमा बनाउने गुली बाजा गर्छ। विविध मौलिक बाजा सहित चाहिँ नाच्यो नाच्ने चाहिँ डिग्री नाच भनिन्छ। यहाँको माझमा हामी सम्पूर्ण मगर तर्फबाट डिग्री नाचको प्रस्तुत। थ्याङ्क यू। अहिले तपाईँको नाचिरहेको यो चाल भनेको ढोकिने चाल हो। सबैलाई चाहिँ तपाईँको यहाँ नाचिरहेको ढोकिने र अन्य दर्शकहरूलाई पनि ढोकिने चाललाई नाचिराख्नु भएको कलाकारहरू। अर्को टोली गर्नुहोस् साथी। यहाँले तपाईँ देखिरहनु भएको छ हाम्रा झाँक्रीहरूको यो बाह्र कुरा तपाईँको शिरमा हिमालमा पहाडमा पर्ने शिरको फ्लाग, त्यसपछि तपाईँको यसको पछाडिपट्टि तपाईँको तौरीको उत्सर, त्यसपछि तपाईँ यो बाह्र कुराहरू चाहिँ पुरै हेर्ने छ तपाईँको अगाडि छ। त्यसपछि यो अस्पताल आउनुभन्दा अगाडि अब डक्टरहरू अगाडि गाउँमा सडकुटीबाट चाहिँ यसरी तपाईँको उपचार पद्धतिमा चाहिँ सहभागी हुने यो अत्यन्तै मौलिक र पुर्खादेखि चलिरहेको आदिवासी चाहिँ हाम्रो यो झाँक्री नाच अहिले यहाँ हुँदैछ र अथार्मोला क्षेत्रमा यो विभिन्न बारमा आर्थिक पूर्णिमा र यसरी झाँक्रीहरू चाहिँ जम्मा भएर झाँक्री मेला लाग्छ र बिरामीहरूले चाहिँ साथमा गर्ने यसरी प्रक्रियाहरू हुन्छ र यो एउटा सानो टेलर मात्र हो। यसको चाहिँ अधिक गरी मात्र पद्धति कसरी यो झाँक्री नाच हुँदो रहेछ, कसरी नाम यसको चाहिँ भिडियो के रहेछ भन्ने कुरा थाहा हुन्छ। यो अति नै मौलिक सबैभन्दा मौलिक नाच हो। त्यसरी हामी तपाईँहरूको अगाडि यहाँ सेवा प्रवर्तन तर्फबाट यो झाँक्री नाच प्रस्तुति भइरहेको छ। यहाँ हाम्रो झाँक्रीहरू कुनै यहाँ नक्कली झाँक्रीहरू होइन, उहाँहरू चाहिँ ओरिजिनल झाँक्री हो है। धन्यवाद धन्यवाद। झाँक्री नाच भएको थियो त्यसरी उहाँहरू स्वयंसेवक साथीहरूले माथि स्टेजमा माया मारेको हो अनि यहाँ स्टेजमा एउटा दुईटा माइक उपलब्ध गराइदिनु होला। सुनवारपछि हेलमेट तयारी अवस्थामा रहनु होला। त्यसपछि चुरा ठाडो भाटा, त्यसपछि सूर्य तयारी अवस्थामा रहनु होला।
बक्समा माइक पुर्याइदिनु होला एउटा दुईटा इलेक्ट्रिसियन साथीहरूले मञ्चमा माइक प्यानल डिस्कसनको लागि ल यहाँहरूलाई धन्यवाद छ। अब मन्त्रालयले नेपाल सरकारले अनुरोध गर्ने भन्ने कुरा बुझियो होइन। त्यो छ त्यो घरधुरी र प्रजातान्त्रिक संस्थासम्म पुग्ने मूलतः तीनटा माध्यम छ भनेर त्यो प्रणालीले भन्छ। एउटा माध्यम भनेको चाहिँ वन कार्यालय, डिभिजन वन कार्यालय। अर्को माध्यम भनेको बनोदा समूह, त्यसमा पनि मूलतः सामुदायिक बनोदा समूह। र अर्को माध्यम भनेको Nature or bioenergy is hot or the heat, which helps us, which drives the metabolic energy, and which is related to bile or liver. And then lastly is the flame energy, which is related to all the fluids in our body. So these are the three energies that runs in our body. Once these three energies are in a balanced state, we say we are healthy. Once these are both imbalanced due to lifestyle, diet, or all the environment or the weather, we say we are ill or we are the निनिवे र गण्डकी प्रदेश लमजुङ जिल्लामा प्रचलित ठाडो भएका जुन आजभन्दा 6 वर्ष अगाडिदेखि